Good morning. Welcome back to my vlog. साथी हो के गर्नुहुँदैछ कस्तो हुनुहुन्छ ठिकै हुनुहुन्छ आज चाहिँ मेरो चाहिँ किचन कस्तो हालतको भइरहेछ मेरो किचनको हालत चाहिँ यस्तो भइरहेछ साथी हो यस्तो यो किचन चाहिँ नि यस्तो भइरहेछ जति नै सफा गर्दा पनि मैला भइहाल्छ हो धन्न आज चाहिँ चुला चाहिँ एकदम मैला भन्दा पनि अथवा मोडरेट भइरहेको रहेछ ठिक्कको हो मैला पनि छैन रहेछ सफा पनि छैन रहेछ ठिक्कको रहेछ मैले चाहिँ आज के प्रिपेयर गरेँ ब्रेकफास्टमा भन्दाखेरि चाहिँ पोहा यसमा चाहिँ मैले के हालेको छु भन्दाखेरि चाहिँ प्याज टमाटर करिपत्ता सर्सोको दाना हो अन्त यहाँनिर गाजर टमाटर कोर्न पनि हालिदिएको छु ब्रोकलीको डन्डा पनि हालिदिएको छु अन्त मुङफली पनि हालेको छु अन्त यो चाहिँ त्यो माथिबाट अब पोहा माथिबाट हाल्ने हो यसमा चाहिँ मैले चिनी पनि हालेको छु निम्बु पनि हालेको मिसाएको छु चटपटा बनाइदिएको छु हो अन्त यो चाहिँ नानीको लागि बनाएको थिएँ यो चाहिँ नानीको लागि चिज पास्ता बनाएको थिएँ हो त्यति नै हो आजको मेरो काम चाहिँ त्यति नै गरिरहेको छु यहाँ बाहिर चाहिँ बसिरहनु भएको छ नानी पुऱ्याएर आएर बसिरहनु भएको छ आज चाहिँ मेरो हाम्रो यहाँ घरको हालत चाहिँ यस्तो भइरहेछ हेर्नुहोस् त साथी हो मैला त छैन नि है सफै देख्दैछ है गुडगाउँको हालत देखाइदिन्छु ल तपाईँहरूलाई आजको वेदर गुडगाउँको वेदर हेर्नुहोस् साथी हो यस्तो छ है साथी हो गुडगाउँको वेदर चाहिँ आज चाहिँ मैले अस्ति कपालमा बनाएर लगाएको थिएँ नि तेलसँग मिसाएर त्यो चाहिँ यो पनि हो है साथी हो यो गुरालको फुलको पत्ता र एउटा फुल पनि लगाएको थिएँ अन्त करी पत्ता पनि हालेको थिएँ करी पत्ताको बोट पनि मर्नु आँटेछ मर्नु आँटेछ भन्दाखेरि पनि सुक्दै रहेछ के भएर सुकेको विन्टर भएर होला है साथी हो हेर्नुहोस् र मैले रोपेको अस्ति तपाईँहरूलाई देखाइदिउँ भनेको थिएँ मैले रोपेको फर्सी थियो नि जुन फर्सीको बोट मजाले भएको थियो कि साथी हो खै के भयो हेर्नुहोस् न फेददेखिकै सुक्दै आएर पातै छैन एउटा पनि अनसिजन भएर होला हौ है साथी हो अनसिजन भएर होला